नमस्ते एभ्रिवान। थोरै केही बजारको अपडेट लिएर आइदिएको छु है त। हिजो बजार हामीले 0.02% ले चाहिँ बढेको छ, जसमा चाहिँ 103वटा कम्पनीहरू बढेका छन् भने 165वटा कम्पनीहरू घटेका छन् र 9वटा कम्पनीहरू चाहिँ कुनै पनि चेन्ज भएको अवस्था छैन। टर्नओभर हाम्रो 3.5 अर्बको जति देखिन्छ है। हिजोको टप टर्नओभर भनेको एनआरएन, सिएफसिएलहरू, सोलोहरू चाहिँ देखिन्छ होइन। अब यतातिर खासै नजाउँ। आज चाहिँ बजारमा प्योर के गर्ने भन्ने कुरा छ होइन। अब बजारमा आज हामीले के गर्न सक्छौँ भन्ने कुरा एकदमै महत्त्वपूर्ण चाहिँ हो है। अब आजको दिनमा हामीले बजारलाई के गर्न सकिन्छ, कसरी हेर्न सकिन्छ। सुरुमा टेक्निकल जानुभन्दा पहिले म केही बजारमा घट्ने सम्भावना अथवा बढ्ने सम्भावना अथवा छिटै नै एग्रेसिभली के चाहिँ अवस्था छ तत्कालको भनेर थोरै केही दिन्छु। मैले अस्ति पनि तपाईँलाई यो स्टेज एनालाइसिसको एकदमै मोस्ट इम्पोर्टेन्ट, कतिले बुझ्नुहुन्छ कतिले बुझ्नु हुँदैन होइन। अब अस्ति पनि मैले के भने त अस्तिकोमा खासै त्यस्तो चेन्ज भएको छैन। स्टेज 1 को स्टकहरू घटेको छ भने स्टेज 3 को स्टकहरू चाहिँ बढेको छ, जो चाहिँ डिस्ट्रिब्युसनको फेज भन्ने चाहिँ देखिन्छ। तर जे होस्, यहाँबाट हामीले हेर्दाखेरि बजार चाहिँ अहिले नै एग्रेसिभली बढिहाल्छ भन्ने अवस्था छैन। तर केही स्टकहरूमा मुभ आउँछ, त्यो फरक कुरा भयो। तर नेपाल स्टक नेप्से चाहिँ माथि चाहिँ जान्छ भन्ने चाहिँ अहिले नै अवस्था छैन। एग्रेसिभली माथि नै जान्छ, अलि स्ट्रङ बुल आउँछ भन्ने अवस्था देखिँदैन। यहाँ पनि हामीले केही न केही चेन्जहरू चाहिँ पाइरहेको अवस्था छु। मैले चाहिँ 50 देखि 200 एमएसम्म हेर्नुपर्छ भन्ने खालको कुराहरू गरेको थिएँ। अहिले केही नन लाइफहरू अनि फाइनेन्सहरूमा केही मुभमेन्टहरू देखिरहेको छ। मुभमेन्टै त नभनौँ, तर 50 एमए र 200 एमएको चाहिँ त्यो आसपासमा चाहिँ अहिले चाहिँ नन लाइफहरू आएको छ। योभन्दा अस्ति हाम्रो चाहिँ कमर्सियल ब्याङ्कहरू आएको थियो, 60% थियो। अहिले चाहिँ 64% यो नन लाइफ र फाइनेन्सहरू छ। अब यसमा यस्तो जबसम्म राम्रो मुभहरू आउनलाई चाहिँ यसमा 50% सबैमा चाहिँ क्रस भएको चाहिँ हुनुपर्छ है। 50% जबसम्म देखिँदैन। अहिले त हाम्रो जस्तो 50% माथि भनेको त अनि ट्रेडिङ अनि त्यहाँपछि कमर्सियल, फाइनेन्स र नन लाइफ मात्रै देखिन्छ होइन। डेभलपमेन्ट, होटेल, हाइड्रो पावर, मेनुहरू सबै के छ भन्दाखेरि तलै छ। अझ अदर र इन्भेस्टमेन्ट त जिरो छ है। त्यो कारणले गर्दा यो नहुँदासम्म पनि एग्रेसिभली मुभ आउँछ भन्न चाहिँ सकिँदैन। स्टक मात्रै बाउन्ड विकको हाईको छेउछाउमा आएको अवस्था छ। र रिलेटिभ स्ट्रेन्थबाट पनि हेर्ने हो भने चाहिँ अब एनुअल त नै हुँदैन, 100% त यसको स्ट्रेन्थहरू होइन। प्रायः चाहिँ हाम्रो 90 एबभ भएको स्टकहरू एकदमै बेस्ट मानिन्छ। हुन चाहिँ 70 माथिको स्टकहरूलाई चाहिँ अलि हेर्न चाहिँ सकिन्छ होइन। यो रिलेटिभ स्ट्रेन्थको पनि एउटा छुट्टै छ होइन। 70 माथि भएको चाहिँ राम्रो मानिन्छ, 70 तल भयो भने चाहिँ हामीले सकेसम्म त्यस्ता स्टकहरूलाई ट्रेड गर्दैनौँ होइन। त्यो रिलेटिभ स्ट्रेन्थहरू पनि चाहिन्छ। त्यो कारणले गर्दा यहाँ प्राइस रिलेटिभ भनेको छ। त्यस कारणले गर्दा यो अब 70 प्लस भएको चाहिँ राम्रो। यो चाहिँ जति धेरै भएको उति चाहिँ राम्रो हुन्छ। सकेसम्म 100 तिर भएको, 95 भन्दा प्लस माथितिर भएको एकदम बेस्ट मानिन्छ होइन। जस्तो 90 देखि माथि भनेको हाम्रो कुन छ, सिधा एसबिएलहरू छ, सासहरू, रिडीहरू, केकेएससी र एनएलओ भनेको छ। अनि त्योभन्दा 88 हाम्रो इसिएलहरू 89 छ, सानिमाहरू, इबिएल, नबिलहरू, सिएफसिएलहरू छ। जो 70 भन्दा माथि यो भएको चाहिँ राम्रो मानिन्छ। यो पनि थोरै मात्र स्टकहरू देखिन्छ। अलिकति अब टेक्निकल्ली जाने हो भने यो जोन भनेको हाम्रो एफएजीको जोन पनि नै हो है। यहाँनिर चाहिँ एकदमै ठुलो बनाएर गरेको थियो। अब यहाँ के भन्छ नि, यो बजारको लागि रेसिस्टेन्ट थियो, यो बजारको लागि सपोर्ट थियो होइन। तर अहिले त्यसको बिचमा चाहिँ बजार चाहिँ छ। त्यस कारणले गर्दाखेरि अब अस्ति हाम्रो इन्भर्टेड टाइपको ह्यामर बन्यो, अनि हिजो चाहिँ हाम्रो डोजी क्यान्डलहरू बन्यो, भोल्युम थोरै केही घटेको छ होइन। अब आज अलिकति राम्रो ग्रिन क्यान्डल बन्यो भने फेरि बजार चाहिँ माथितिर जान्छ कि भन्ने चाहिँ देखिन्छ। जे होस्, अब आज चाहिँ बजारमा वाच गर्नु भने चाहिँ किनिहाल्नुपर्ने अवस्था छैन। अब दिउँसोतिर चाहिँ यदि बजारले 2650 क्लोजिङ दियो, राम्रो खालको भोल्युम आयो भने केही इन्ट्रीहरू गर्न सकियो। तर त्यति धेरै एग्रेसिभली इन्ट्री गर्ने अवस्था चाहिँ छैन। जबसम्म बजारले यो रेसिस्टेन्ट क्रस गर्दैन, 2800 क्रस गर्दैन, तबसम्म बजारमा चाहिँ अलिकता एग्रेसिभली बाईहरू गर्न निकै गाह्रो नै हुने अवस्था चाहिँ छ। के लङ टर्मको लागि केही स्टकहरू, बोनसहरूको लागि चाहिँ स्टकहरू चाहिँ थोरै किन्न सक्ने अवस्था चाहिँ, किन्न सक्ने जोनमा चाहिँ पक्कै पनि आएको छ। अब यसमा हामीले मुभिङ एभरेज 30 भन्दा प्राइस तल नै छ होइन। त्यस कारणले गर्दाखेरि अब थोरै केही मुभहरू आउनुपर्ने जस्तो लाग्छ। अनि यहाँ 50 भन्दा पनि तल छ। अनि हाम्रो 150 पनि अलिकता तेर्सो टाइपको छ। अनि 200 पनि तेर्सो छ। अब जस्तो मोस्टली तपाईँले 50लाई चाहिँ के गर्नुपर्छ, जस्तो अब लङ टर्मको लागि 150 र 200 पनि एकदमै बेस्ट हुन्छ होइन। जस्तो 30 पनि कतातिर गइरहेको, जस्तो यो तलतिर गइरहेको छ भने नकिन्ने, अनि यो सिधा छ भने पनि नकिन्ने है। अनि जबसम्म यो माथितिर जान खोज्छ नि,
तब मात्र हामीले यो चाहिँ के गर्नुपर्छ भन्दाखेरि किन्नुपर्ने चाहिँ हुन्छ जस्तो लाग्छ। त होइन एकदम मुभी 30 सिम्पल मुभी एभरेजलाई चाहिँ एकदमै राम्रो तरिकाले चाहिँ हेर्नुपर्ने। यदि तपाईँको यामे होइन यामे तपाईँको 30 होइन यामे 30 चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि यो तपाईँ 1313 एभरेज नकिन्ने, जब माथितिर जान्छ तब चाहिँ हामीले यामे 30लाई चाहिँ एग्रेसिभली हेर्नुपर्ने। जब यो माथितिर जान्छ नि तब मात्र हामीले चाहिँ किन्नुपर्ने। अफ भइरहेको सिनारियो मात्र हामीले अलि एग्रेसिभली चाहिँ किन्नुपर्छ। यामे 30लाई चाहिँ एकदमै महत्त्वपूर्ण तरिकाले हेर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि अलिकति यसलाई पनि जो ठिक छ अरू सबै कुराहरू यहाँ होइन सिम्पल मुभी एभरेज 30लाई चाहिँ एकदमै हेर्नुपर्ने अवस्था हुन्छ है। अनि त्यसपछि अब यहाँ के भन्छ भन्दाखेरि हाम्रो बुलिङ्गर ब्यान्डबाट बजारलाई हेर्ने भने चाहिँ बुलिङ्गर ब्यान्ड पनि अलिकति एक्सपान्ड हुन खोजिरहेको थियो। यहाँबाट थोरै चाहिँ अलिकति साँगुरो बन्न लागेको छ। लगभग लोवर ब्यान्डलाई टच गरेन, त्योभन्दा माथिलाई मिडल ब्यान्ड थोरै तल झऱ्यो र त्यसपछि माथितिर जाने कोसिस गरिरहेको छ। तर बुलिङ्गर ब्यान्ड पनि अहिले ठिकै देखिन्छ, माथितिर केही बढ्न सक्छ कि भन्ने देखिन्छ। तर आज नै त्यसको के कस्तो हुन्छ त्यसलाई कुराहरू हेर्नुपर्छ। र हाम्रो सुपर ट्रेनले चाहिँ अलिकति सेल सिग्नल चाहिँ दिएको छैन। यहाँनिर बाई दिएको थियो, त्यसपछि निरन्तर बाईमै छ। जो सुपर ट्रेन हाम्रो 10-3मा चाहिँ सेल देखायो भने अलिकति गाह्रो हुनसक्छ। तर तत्कालीन अवस्थामा भने त्यस्तो केही पनि छैन। सुपर ट्रेनले हाम्रो 10-3ले चाहिँ बाई नै दिएको अवस्था त, त्यस कारणले गर्दाखेरि सुपर ट्रेनबाट पोजिटिभ छ। बजार यहाँबाट माथितिर जान खोज्यो भने केही थोरै बजार माथि जान सक्छ भन्ने खालको अवस्था छ। र हामीले म्याग्डीलाई हेर्ने भने चाहिँ म्याग्डीमा हिस्टोग्राम एकदम गाडा रातो बन्दै गएको छ। अझै पनि त्यस्तो बाइङ प्रेसर नै आएको भनेर त्यस्तो देखेको अवस्था छैन। अहिले अब प्योरली सेल नै भन्न आएको छ यसले होइन। RSI मैले के भनेको थिएँ भन्दाखेरि यहाँले याद गर्नु भएको छैन, RSI 40 भन्दा तल आउँदैन भनेर पनि भनेको थिएँ। अब यहाँबाट RSI चाहिँ यस्तो फ्ल्याट है 1300तिर लागेको छ। अब चाहिँ बिस्तारै हाईतिर जान्छ होला RSI। त्यस कारणले गर्दाखेरि RSIले पनि बजारलाई ठिकै छ। अब बजारमा अब जो अहिले नै एग्रेसिभली मुभी आउने अवस्था त पक्कै पनि छैन होइन। स्ट्राटेजीमा चाहिँ स्टकहरू बाई गर्नुहोस्, पक्कै पनि जितिन्छ है। यहाँले चाहिँ एकदम प्रपर प्लानिङहरू गरेर आफ्नो स्ट्राटेजीमा चाहिँ यहाँले बाईहरू गर्नुपर्ने अवस्था चाहिँ आउँछ। त्यस कारणले गर्दाखेरि समग्रमा बजार न्युट्रलमा छ अहिले। अब आज हेरौँ बजारमा कस्तो खालको मुभमेन्टहरू आउँछ, त्यो कुराहरू एकदमै हेर्न बाँकी छ। त्यस कारणले गर्दाखेरि भिडियो के कस्तो लाग्यो कृपया चाहिँ यहाँले कमेन्टहरू गर्नु होला। हस्, धन्यवाद।